प्रशान्त तामाङको फिल्ममा हुनुहुन्छ, अलिक प्रशान्त तामाङको विषयमा अलिक बताइदिनु। प्रशान्त तामाङ पहिले त एउटा हाम्रो साथी अनि सबैभन्दा मूल कुरा चाहिँ सम्पूर्ण हाम्रो संसारभरि छरिएर बसेका गोर्खा नेपाली भाषी नेपालीहरूलाई एउटा सूत्रमा बाँध्ने एउटा यस्तो धागो थियो प्रशान्त। अब प्रशान्त एउटा इन्डियन आइडल भन्ने या एउटा गायक या अभिनेता भन्दाखेरि पनि माथि एउटा हाम्रो गोर्खाहरूको लागि चाहिँ समस्त एउटा नेपाली भाषीहरूको लागि चाहिँ एउटा ठुलो एउटा वरदान जस्तै थियो हो। अब हामीबाट सबैबाट पनि गल्तीहरू भएका छन्, किनभने प्रशान्तजी जुन ठाउँमा पुग्नु भएको थियो उहाँ एक्लैलाई थामेर बस्न गाह्रो थियो। उहाँलाई हामीले त्यो ठाउँमा पुर्यायौँ बनायौँ, तर उहाँलाई त्यो ठाउँमा टिकाइरहन, त्यो ठाउँको गरिमालाई यथावत राखिरहन उहाँलाई हामीले सहयोग चाहिँ गरेनौँ। मैले अघि पनि भने तर त्यो एउटा कमी कमजोरी हामीबाट भयो। यति बेला हामीले प्रायश्चित गर्दा पनि खासै यसको त्यो अर्थ त लाग्दैन। तर अब उनलाई हामी समक्ष बचाइरहन, प्रशान्त तामाङको गरिमालाई, त्यो हाम्रो एउटा आइडललाई बचाइरहन चाहिँ अब हामीले अब आगामी दिनहरूमा गर्नुपर्ने पहलहरू चाहिँ बाँकी छ, जो बारेमा पनि हामीले कुराकानी गरेका छौँ। जो एउटा साथी एउटा छोटो इनिङ्सको लागि आउनुभयो, तर आफ्नो शानदार जीवन खेला शानदार खेलेर जानुभएको छ। उहाँलाई हामी सबैको तर्फबाट हामीले ठुलो ऋण लाउनु भएको छ। त्यसको निम्ति हामी जहिले पनि ऋणी छौँ र उहाँलाई धन्यवाद भन्छौँ। र हामी माफी चाहिँ यो कुरामा माग्न चाहन्छौँ कि जे दिनुपर्थ्यो हाम्रो समाजले त्यो चाहिँ हामीले उहाँलाई दिन सकेनौँ, त्यसमा चाहिँ हामी चुक्यौँ। यो कुराको निम्ति चाहिँ सधैँ हामी सम्पूर्ण जातिकै तर्फबाट माफी माग्नुपर्छ। तर यसको प्रायश्चित भने चाहिँ अब गर्ने अब एउटा बाटो छ। त्यो अबको प्रशान्त तामाङलाई चाहिँ सधैँभरि हाम्रा पुर्खामा हस्तान्तरण गरेर बचाउने जिम्मेवारी चाहिँ छ हाम्रो। यो जिम्मेवारी चाहिँ हामी सबैको भनेर भन्न चाहन्छु।